साथीहरु सबैलाई स्वागत छ है मेरो ब्लगमा र आज भने चाहिँ बिहानै म चाहिँ साथीहरु गाउँ लागिरहेको छु र एकदम त कति सारो बाटोमा चाहिँ उसे लागेको छ साथीहरु एकदमै धेरै उसे लागेको छ नजिकै पनि देख्न सकिँदैन साथीहरु र तपाईकोतिर पनि कतिको उसे लागेको छ जानकारी गराउन सक्नुहुनेछ होला साथीहरु विशेष गरेर चाहिँ यो उसे लाग्दा चाहिँ पिकनिक गरेर रमाइलो गर्न चाहिँ एकदमै मन लाग्छ के साथीहरु नाचगान गर्न कति रमाइलो हुन्छ पिकनिकमा साथीहरु हैन त्यसकारण चाहिँ तपाईहरु पनि यो जाडोमा चाहिँ पक्कै पनि तपाईहरु पिकनिक खाँदै हुनुहुन्छ भने चाहिँ पक्कै रमाइलो गर्नु हुँदैछ होला भन्ने लागेको छ र यो चाहिँ हाम्रो गाउँ जाँदाखेरिको बाटो रहेको छ र यता देख्न सक्नुहुन्छ पूर्व साइड चाहिँ जंगल छ है साथीहरु र पश्चिम साइड चाहिँ यो चाहिँ गाउँ छ साथीहरु र पश्चिम साइड गाउँ रहेको छ र पूर्व साइड चाहिँ जंगल रहेछ र जंगलमा चाहिँ धेरै हात्तीहरु बस्ने गर्छ के साथीहरु तपाईहरुलाई मैले यो भन्दा अगाडि पनि जानकारी गराएको छु र यस्तै छ बाटो है साथीहरु तपाईले देख्न सक्नुहुन्छ एकदमै पिछे छ साथीहरु बाटो चाहिँ र एकदमै आज उसे लागेको छ र तपाईलाई चाहिँ म देखाइ पनि राखेको छु साथीहरु हेर्न सक्नुहुनेछ र आज भने चाहिँ म किन गाउँ जाँदै छु तपाईलाई जानकारी पनि म केही समय पछाडी जानकारी पनि गराउने छु साथीहरु र एकदमै जाडो पनि छ साथीहरु र यो जाडोको बेलामा चाहिँ किन म गाउँ जाँदै छु यस बारेमा चाहिँ तपाईलाई जानकारी पनि एकछिनमा गराउने छु ल साथीहरु यस्तै हो साथीहरु र जाडोमा चाहिँ अलिकति गाह्रो पनि हुन्छ बाइक हाक्न पनि साथीहरु केही छैन र पनि एउटा छोटो भए पनि भिडियो बनाइरहेको छु तपाईहरु देख्न सक्नुहुन्छ थोरी बारी पनि रहेछ है यो चिसोले चाहिँ यो थोरी बारीलाई चाहिँ अलिकति असर गर्छ जस्तो लाग्छ मलाई हेर्नु त साथीहरु यो थोरी बारी पनि रहेको छ चिसो एकदमै धेरै छ साथीहरु है यहाँ एउटा सानो छोक पनि रहेको छ तपाईहरु देख्न सक्नुहुनेछ साथीहरु र यो जाडोलाई चाहिँ अलिकति छिर्दैमा चाहिँ अगाडि बढिरहेछ तपाईहरु देख्न सक्नुहुनेछ है साथीहरु एकदमै धेरै उसे लागेको छ र मैले भनिहाले नि यो उसेको बेलामा चाहिँ वनभोज खान चाहिँ एकदमै रमाइलो हुन्छ है साथीहरु तपाईहरु चाहिँ वनभोज खानका सक्नुहुनेछ यो बेलामा साथीहरु र मेरो चाहिँ यसपालिको चाहिँ वनभोज चाहिँ म खासै गइरहेको छैन साथीहरु अब समय मिल्यो भने पक्कै पनि जानेछु र तपाईहरुको लागि चाहिँ विशेष गरेर है के छ गाउँ घरकोतिर पनि त यस्तो भिडियो बनाउनु पर्यो नि हैन तर जाडो चाहिँ एकदमै छ हो साथीहरु र तपाईकोतिर पनि कतिको जाडो छ जानकारी गराउन सक्नुहुन्छ होला साथीहरु अनि म किन गाउँ बिहानै गइरहेको छु यसै बारेमा पनि म तपाईलाई भिडियोको अन्त्यमा तपाईलाई जानकारी गराउने छु ल साथीहरु त्यसकारण चाहिँ मेरो भिडियो हेर्दै जानु होला र तपाईकोतिर चाहिँ कतिको उसे लागेको छ कमेन्ट पनि गर्न सक्नुहुनेछ है साथीहरु त्यसकारण चाहिँ जति जना साथीहरुले मेरो भिडियो हेर्दै हुनुहुन्छ अझ पनि यो भिडियो चाहिँ नछुटाइकन हेर्दिनु होला साथीहरु ओहो साथीहरु हेर्न कति सारो उसे लागेको हो साथीहरु आमा आज त बिहान त यस्तो उसे लागेको छ साथीहरु कुरै नगरौँ साथीहरु र पनि साथीहरु के गर्नु है यो उसेलाई छिर्दै म अगाडि बढिरहेको छु एकदमै साथीहरु तपाईले देख्न पनि सक्नुहुनेछ है साथीहरु एकदमै उसे लागिरहेको छ र चिसो यति चिसो साथीहरु बाइक कुदाउन पनि गाह्रो भइरहेछ साथीहरु तर पनि केही छैन साथीहरु भिडियो बनाइरहेको छु र तपाईहरु पनि यो उसे लागेको बेलामा चाहिँ के गर्नुहुन्छ साथीहरु जानकारी गराउन सक्नुहुन्छ होला साथीहरु एकदमै तर यो जाडो लागेको बेलामा चाहिँ साथीहरु तपाईलाई मलाई चाहिँ खानाकोमा चाहिँ गुन्द्रुक भात यति मिठो हुन्छ तातो खानुपर्छ कि साथीहरु गुन्द्रुक भात चाहिँ यति मिठो हुन्छ नि साथीहरु कुरै नगर्नु साथीहरु र म तपाईलाई चाहिँ केही समय पछाडी के साथीहरु हेर्नु त यहाँ घर तल खन्नु आएको के साथीहरु म तपाईले देख्न सक्नुहुन्छ यस्तो छ घर तल साथीहरु है मैले खनि सकेको छु तपाईले देख्न सक्नुहुन्छ है हाम्रो घर तल चाहिँ यस्तो तपाईलाई मन पर्छ भने चाहिँ कमेन्ट गर्नुला साथीहरु हेर्नु त बिहानै जाडोमा आएर साथीहरु हेर्नु त घर तल्लो चाहिँ यस्तो छ है साथीहरु हाम्रोतिर चाहिँ यस्तो फल्छ साथीहरु तपाईले देख्न सक्नुहुन्छ नि देख्नुभयो यो चाहिँ घर तल्लो साथीहरु यसलाई चाहिँ उसिनेर खानु एकदमै मिठो हुन्छ साथी यत्रो ठुलो छ नि साथीहरु बाफ्रे तपाईले देख्न सक्नुहुन्छ नि यत्रो ठुलो छ इस घर तल्लो है साथीहरु यो चाहिँ अब बोकेर लाने हो खनिसकेको छ साथीहरु मैले चाहिँ त्यसकारण चाहिँ यसलाई अब बोकेर लाने हो साथीहरु घरमा अनि टक्कसँगले उसिनेर खाने हो के साथीहरु देख्नुभयो नि साथीहरु र को साथीलाई चाहिँ घर तरुल मन पर्छ साथीहरु कमेन्ट गर्न सक्नुहुन्छ साथीहरु है तपाईहरु विशेष गरेर चाहिँ
यो चाहिँ घर तरुल साथीहरू देख्नुभयो साथीहरू। म बिहान आएर के गर्ने भन्ने सोचिँदो हुन्थ्यो नि साथीहरू। यो चाहिँ घर तरुल खर्न आएको क्या साथीहरू। यदि तपाईँलाई पनि मनपर्छ भने चाहिँ टक्कसँगले यस्तो हुन्छ नि साथीहरू। सब्जी खानु पनि राम्रो हुन्छ अनि यसलाई चाहिँ खासै उसिनेर खानु चाहिँ एकदमै मिठो हुन्छ क्या साथी। सब्जीहरू चाहिँ यस्तो कलिलो हुन्छ नि, यो कलिलो सब्जीहरू खानु एकदमै मिठो हुन्छ। यत्रो ठुलो नठुलो रहेछ साथीहरू। यो चाहिँ लगभग 2 वर्ष भयो होला होइन नखनेको साथीहरू। अनि यसपालि खनेको यत्रो अवधि चाहिँ भएको साथीहरू देख्न सक्नुहुन्छ साथीहरू है। धेर त्यति ठुलो छैन साथीहरू, अलिकति मल पुगेर होला साथीहरू। एकदमै धेरै फलेको छ साथीहरू। 4-5 वटा बोट थियो नि त, अनि यत्रो अवधि फलेको छ साथीहरू। ल साथीहरू तपाईँहरूलाई चाहिँ मनपर्छ भने कन्ट्याक्ट राख्नु होला है साथीहरू। यदि यो चाहिँ घर तरुल भन्छ साथीहरू। घरमा रोप्नेलाई घर तरुल भन्छ, वनमा रोप्नेलाई वन तरुल भन्छ नि साथीहरू होइन। त्यो भएको कारणले गर्दाखेरि तपाईँलाई पनि मनपर्छ भने चाहिँ सम्पर्क राख्नु होला साथीहरू। म तपाईँलाई उपलब्ध गराइदिन्छु है यो घर तरुल चाहिँ। अब माघ आउँदैछ, माघ 1 गते झन् यसलाई त विशेष रूपमा चाहिँ पूजा गरेर हामी खाने गर्छौँ उसिनेर साथीहरू। त्यस कारण चाहिँ तपाईँहरू पनि यो वन तरुल घर तरुलहरू खान मनपर्छ भने चाहिँ सम्पर्क राख्न सक्नुहुन्छ साथीहरू। देख्नुभएको छ मैले खनेको चाहिँ देखाएन क्या साथीहरू। खनेको देखाएन साथीहरू। र बिहानै साथीहरू यति हुस्से लागेको थियो है। अहिले त साथीहरू आकाशमा यस्तो भएको छ, खासै त्यस्तो छैन साथीहरू अहिले चाहिँ। र यतापट्टि चाहिँ खेतबारी छ साथीहरू। हेर्नु त यस्तो राम्रो खेतबारी छ। यो चाहिँ मकै रोपेको हो क्या साथीहरू, देख्न सक्नुहुन्छ नि। यो चाहिँ मकै रोपेको साथीहरू। अनि तपाईँले देख्न सक्नुहुनेछ है साथीहरू। मकै पनि रोपेको अनि घर तरुल पनि तपाईँलाई देखाइसकेको छ साथीहरू। अन्त यो चाहिँ अब घर तरुल यो डोकोमा लगाएर लाने हो क्या साथीहरू। एकदमै ठुलो छ साथीहरू। यो चाहिँ गतिलो छ साथीहरू। कहाँ छ कुटे पनि ल चाहिँ काटिदिनु पर्यो नि त, काटिदिनु पर्यो। अनि सट्टासँगले यो डोकोमा यसरी राख्नु पर्यो साथीहरू। अनि यहाँ हेर्नु यो पनि छ साथीहरू, यसलाई पनि राख्नु पर्यो। यो पनि छ साथीहरू होइन साथीहरू। अब यसलाई पनि साथीहरू देख्नु पनि साथीहरू यो चाहिँ घर तरुल रहेको छ। र बिहान अब एकदमै उसिनेर खाने हो कि साथीहरू। मैले चाहिँ घरमा ल्याएर पनि काटकुट गरिसके तपाईँले देख्न सक्नुहुनेछ है। यो चाहिँ घर तरुल तपाईँको लागि चाहिँ मैले जानकारी पनि गराउन चाहन्छु साथीहरू। एकदमै मिठो हुन्छ है साथीहरू। यो चाहिँ तपाईँहरू चाहिँ अचारसँग खान सक्नुहुन्छ साथीहरू, उसिनेर खान सक्नुहुनेछ है साथीहरू। र मलाई पनि मनपर्छ क्या साथीहरू। यो जाडोमा चाहिँ खानु एकदमै मनपर्छ। त्यही भएर पनि तपाईँलाई चाहिँ मैले देखाइसकेको छु ल साथीहरू। र तपाईँले चाहिँ यो घर तरुल खानुभएको छ कि छैन है साथीहरू, तपाईँले जानकारी पनि गराउन सक्नुहुनेछ ल साथीहरू। मलाई चाहिँ एकदमै मनपर्छ साथीहरू है। र तपाईँलाई मैले भने नि साथीहरू बिहानै म कहाँ गइरहेछु भनेर तपाईँलाई चाहिँ भरे जानकारी गराउनेछु भनेको छु साथीहरू। त्यही भएर पनि म चाहिँ घर तरुल खन्नको लागि आएको साथीहरू है। यदि तपाईँलाई पनि मिठो लाग्छ भने चाहिँ सम्पर्क राख्न सक्नुहुन्छ साथीहरू। र यो घर तरुल अब मजाले पखालेर होइन उसिनेर चाहिँ टमाटरको अचारसँग चोप्दै खानु यति मिठो हुन्छ कि साथीहरू। जाडोमा तातो खानुपर्छ, एकदमै मिठो हुन्छ है साथीहरू। त्यस्तै गरेर चाहिँ यो चाहिँ तपाईँलाई थाहा छ कि छैन, माघ 1 गते होइन त्यो बेलामा चाहिँ हामी फलफुल खान्छौँ नि त। यो पनि एकदमै मिठो हुन्छ साथीहरू। त्यसको त्यति बेला पनि तपाईँले चाहिँ खान सक्नुहुनेछ है साथीहरू। र मलाई पनि मनपर्छ साथीहरू। त्यही भएर पनि अब गाउँ आएको थिएँ र गाउँ आउँदाखेरि चाहिँ यो तरुलको चाहिँ पक्कै पनि तपाईँलाई चाहिँ याद आउँछ जस्तो लाग्छ साथीहरू है। मलाई पनि एकदमै मिठो भएको कारणले गर्दाखेरि चाहिँ तरुल चाहिँ खनेको छु साथीहरू। तपाईँलाई अघि खनेको पनि देखाइसकेको छु। र अहिले चाहिँ काटकुट गरेर चाहिँ अब यति चाहिँ खान लायक है साथी। अब चाहिँ यसलाई धोइ पखाली गरेर चाहिँ यो चाहिँ खान लायक हुन्छ क्या साथीहरू।
त्यसकारण चाहिँ गाउँमा बसेपछि यस्तो फलफूलहरू खान पाइन्छ क्या साथीहरू। अब सहर बजारमा त कहाँ हुन्छ र साथीहरू, रोप्ने ठाउँ पनि हुँदैन र गाउँमा चाहिँ साथीहरू यस्तो फलफूलहरू देखि तरुलहरू पनि खान पाइन्छ क्या साथीहरू। त्यसकारण चाहिँ ल साथीहरू है, तपाईहरुसँग चाहिँ यो चिसो बेलामा चाहिँ बिहान आएर चाहिँ यो मैले तरुल खनिसकेको छु। अब भने के समय पछाडि चाहिँ यसलाई उसिनेर चाहिँ मजाले खाने विचार गरिरहेको छु साथीहरू। र त्यसकारण चाहिँ तपाईहरुलाई पनि मन पर्छ भने चाहिँ सम्पर्क राख्न सक्नुहुनेछ ल साथीहरू। र जो साथीहरूले चाहिँ मेरो भिडियो हेर्नु भएको छैन साथीहरू, सबैजना साथीले चाहिँ मेरो पनि भिडियो हेरिदिनु होला, अनि माया गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला साथीहरू। र छुट्नु भएको साथीहरूले पनि सब्स्क्राइब गरिदिनु होला। अनि तपाईहरुले भिडियो हेर्दा चाहिँ साथीहरू है, सबैजना साथीले चाहिँ फुल वाच गरिदिनु होला साथीहरू। फुल वाच गरिदिनु भयो भने चाहिँ अलिकति राम्रो हुन्छ साथीहरू। र कमेन्ट पनि गर्न सक्नुहुनेछ, लाइक पनि गर्दै जानु होला है साथीहरू ल। र विशेष गरेर सम्पूर्ण साथीले चाहिँ मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु लागि अनुरोध गर्दछु।